राधे राधे। हजुरहरूलाई थाहा छ कुन मन्दिरमा अर्थात् कुन देवताको कति पटक परिक्रमा गर्नुपर्छ? यदि हजुरहरूलाई थाहा छैन र हरेक मन्दिरमा गएर 7 पटक नै परिक्रमा गर्ने हो भन्नुहुन्छ भने यो भिडियो हजुरको लागि उपयुक्त हुन सक्छ। यो श्लोक अनुसार जानौँ कि कुन मन्दिरमा गएर कति पटक परिक्रमा गर्ने। एका चण्ड्या रवे सप्त तिस्त्रकार्या विनायके हरेश्चतस्त्र कर्तव्य शिवस्यार्ध प्रदक्षिणा। अर्थात् दुर्गा देवीको या अन्य देवीहरूको 1 पटक गर्नुपर्छ। भगवान सूर्यको 7 पटक, गणेशजीको 3 पटक, भगवान विष्णु, भगवान राम, भगवान कृष्णको 4 पटक र भगवान शङ्करजीको चाहिँ आधा मात्रै गर्नुपर्छ। शिवस्यार्ध प्रदक्षिणा। किन त भन्दाखेरि जब हामीहरूले अभिषेक गर्छौँ त्यो निर्मल जल चाहिँ एउटा बाटो हुन्छ, त्यो बाटोबाट बगेर जान्छ, त्यसलाई हामी सोमसूत्र भन्ने गर्छौँ। त्यो सोमसूत्र ननागियोस् भनेर चाहिँ विशेष यसको विधान हुन सक्छ। र अन्य देवताहरू जस्तै भैरवको 3 पटक, हनुमानजी महाराजको 3 पटक, कहीँ 7 पटक भन्ने पनि सुनिन्छ। पिपलको 7 पटक परिक्रमा गर्नुपर्छ भन्ने विधान छ। र आउँदा दिनहरूदेखि हजुरहरू पनि मन्दिर जानुभयो भने विशेष हेर्नुहोस् कुन देवको आराधना गरिएको छ, विशेष रूपमा उहाँहरूको परिक्रमा यही श्लोक अनुसार जानेर कार्य गर्नु होला। राधे राधे।